आज हामी त्रिवेणीको आसपासको ठाउँहरू अनि वाल्मीकि आश्रम घुम्न जाँदैछौँ र यो ठाउँको वरिपरिको दृश्य अवलोकन समेत गर्दैछौँ। त्रिवेणी भन्ने बित्तिकै हाम्रो गण्डक ब्यारेज पछि नेपाल भारत सीमाना अनि त्रिवेणी धाम एउटा प्रसिद्ध धार्मिक स्थल पनि हो अनि एउटा घाट पनि हो। त्रिवेणी घाट मान्छे मरिसकेपछि इन्धन चलाउने एउटा प्रचलन छ। त्यो ठाउँमा घुम्न जाँदैछौँ अनि राम वनवासको क्रममा राम सीताहरू आएर बसेको ठाउँ समेत हो यो वाल्मीकि आश्रम, त्यहाँ समेत जाँदैछौँ। त्रिवेणी हाम्रो बरघाटबाट जस्ट 20 किलोमिटरको दूरीमा छ। जानलाई धेरै बाटोहरू छन्, सबै बाटोहरू चाहिँ 30 बाटो नै छन्। सजिलोसँग आधी घन्टाको डिस्टेन्सको बरघाटबाट हामी चाहिँ आज मोटरसाइकलमा अनि स्कुटीमा 4 जना साथीहरू मिलेर घुम्न जाँदैछौँ। त्रिवेणीको पानी बग्ने नहर होइन र माथि गएर त छैन रहेछ नि। ल हामी नारायणी नदी आइसकेका छौँ। नारायणीको जुन ब्यारेज छ, इन्डियाले बनाएको ब्यारेज माथिको दृश्यहरू यो माथि ढोकाहरू भन्नेहरू चाहिँ आफूलाई चाहिएको बेलामा नारायणी नदी रोकेर नै दुईवटा ठुल्ठुलो नहरहरू बनाएको छ। एउटा नहर नेपालतर्फ भएको छ भने अर्को नहर भारततर्फ छ। भारतको युपी र बिहारको इरिगेसन प्रोजेक्टको लागि उसले नेपालमा बाँधहरू लगाएको छ नेपालको नदीहरूमा। त्योमध्ये एउटा गण्डकीको ब्यारेज पनि हो। अघि हामीले नेपालतर्फको ब्यारेज देख्यौँ भने यो चाहिँ भारततर्फ हरेकको बिहारतर्फ गएको यो चाहिँ बिहारतिर जाने पुल हो, अर्को चाहिँ युपीतिर जाने। यहाँ चाहिँ बालुवा धेरै देखियो। वनवासमा भएको बेलामा यहाँ आएर बसेको होइन। डाकुलाई पनि हामीले पूजा गर्दाखेरि ठुल्ठुलै छ नि यहाँ गेस्ट हाउस बुझ्दिन यहाँ वाल्मीकि अगाडिको मूर्ति यो आश्रम OPRMC रोड। हामी अहिले भारतको भूभागमा छौँ। भारतको भूभाग केही समय हामी बाइकमा हिँड्दैछौँ। त्यसपछि फेरि हामी नेपाल प्रवेश गर्नेछौँ। वाल्मीकि आश्रम नेपालमा रहेकोले हामी फेरि नेपालमा जानेछौँ।
एउटा बाइकको 20 रुपियाँको इन्ट्री टिकट काटेपछि हामी जङ्गलभित्र प्रवेश गर्दैछौँ। एउटा बाइकको 20 रुपियाँको टिकट लिएर छोडिदिँदो रहेछ। 20 रुपियाँ नेपाली, नेपाली 20 रुपियाँ। गाडीको अलि महँगो होला। चुप भन्छ अझै एउटा गाइड बसेको हुन्छ। कर्ने खोलाको पक्कै रामले पानी खाएको यही खोलाको हो। बिस्तारै धेरै मान्छे आछन्, खर्च गर्ने ठाउँ छैनन्। खायो भने त्यही मोमो चाउमिन खाने हो, यस्तो ज्यादा कोही नै। यो चाहिँ हाम्रो सिमाना हो, नेपाल इन्डिया सिमाना। पारी चाहिँ नेपाल चितवनको माडी जिल्ला, चितवनको माडी नगरपालिका, यो चाहिँ भारत। त्यो सुस्ता भनेको त गण्डकी हो। 3टा पर्दैछ केटाहरू यार, एक दिनमा 3-3टा पर्दैछ भने कहाँ स्वागत गरेको यो नेपालमा स्वागत छ। ल वाल्मिकी आश्रमभित्र त्यही धेरै स्ट्रक्चरहरू छैन, पुरानो स्ट्रक्चरहरू छ। 3वटा मन्दिर छ, एउटा सशस्त्र प्रहरी बलको एउटा क्याम्प छ। त्यो बाहेक पुराना संरचनाहरू यथावत रूपमा रहेको छ। यो के हो ठ्याक्कै त थाहा भएन, तर यो बुद्धिज्म कल्चरमा चाहिँ यस्तो देखिन्छ। यहाँ पनि थुप्रो रहेछ, मान्छेहरूले ढुङ्गा खोज्दै ल्याउँदै आउँदै रहेछ। पानी छ तल्ला घर
नेचुरल पुल हो के अरे पिङ गार्डन भनेको होला क्या लभकुश गार्डन भर्लिङ भएर नि भर्लिङ खान्छन् नि खेल्ने बेलामा लभकुशको यो घुम्न लागेको घर हो लसन यो के यसपालि अलिकति बढाउनु गरेर वाल्मिकी ऋषिले लभकुशलाई शिक्षा दिएको स्थल हामीहरू अब फर्किने तर्खर गरिसक्यौँ हजुरहरू पनि वाल्मिकी आश्रम जान चाहनुहुन्छ भने बर्देघाटबाट जम्मा आधी घन्टाको डिस्टेन्समा पुग्न सक्नुहुन्छ एक दिनको लागि राम्रो प्याकेज बन्न सक्छ हजुरहरूको लागि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद